हेलो गाइज के छ गुड मर्निङ है। आज चाहिँ म चाहिँ सुनोलदेखि टाइगर कप हेर्नको लागि भनेर पोखरा जाँदैछु। बिहानको 5 बजेको छ अहिले। 5 बजे यहाँ 6:30 बजे हाम्रो जम्मा हुने प्लान हो। ड्राइभर चाहिँ अलि माथि हुनुहुन्छ, म चाहिँ अलि तल छु। ड्राइभर चाहिँ मलाई एकजना दाइ चाहिँ मलाई लिन आउँदै हुनुहुन्छ बाइकमा। आज हामी चाहिँ बाइकमा पोखरासम्म जाँदैछौँ है त। अब पोखरासम्मको यात्रा आज हाम्रो कस्तो हुन्छ, कति बजे पुगिन्छ होला, तुलतुल भइरहेको छ। फाइनल चाहिँ को जान्छ होला, सकभर टाइगर कपमा फाइनल चाहिँ को पुग्छ भन्ने कुरा चाहिँ अलिकति रोमाञ्चक नै छ। अब हेरौँ, जहाँसम्म गण्डकी पुग्यो हुन्थ्यो जस्तो लागिरहेछ मलाई चाहिँ है। एउटा टिम चाहिँ गण्डकी नै पुग्नै पर्छ भन्ने जस्तो लागिरहेछ। धेरै समय भयो। खेल राम्रो छ, रमाइलो हुनेवाला छ, हेर्नको लागि मजा आउनेवाला छ है। म चाहिँ त्यो कुरा पर्खिरहेको छु। त्यही हो गाइज। पानी पऱ्यो नि त, त्यही भएर क्यामेरामा पानी पऱ्यो नि त। ओहो नि, यहाँ त किसिमै पो देखिने रहेछ त। के पो देखियो त यस्तो। सर हाम्रो दुईजना दाइ चाहिँ अगाडि बाइकमा हुनुहुन्छ है। अगाडिको बाइकमा हुनुहुन्छ टक्क लाएर। ओहो 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 कहाँ हो क्यामेरा। है त ल गाइज, हामी चाहिँ अहिले बुटवल सिद्धबहादुर आइसकेका छौँ। हुनपर्ने हो जस्तो लाउँछ कि मलाई, जहाँसम्म अलि देखिँदै लाउँछ यता कतातिर। यता त यस्तो रेलिङ सेलिङ हालेर खतरा बनाइदिएछ त होइन। मैले त धेरै पछि देखेँ त, यो त म त धेरै पछि आएर नि होला। अहिले चाहिँ बाटो साटो टक्क दाइम बनाएछ है, भएछ। यहाँ पनि एउटा घर पनि यो चाहिँ सिद्ध बाबा हो है। यता कता थियो कि दाइ पहिला, अहिले रहेनछ। छ कि दाइ यहाँ नदी छ यहाँ सिद्ध बाबा। जय सिद्ध बाबा कि भाइ सिद्ध बाबा कि जय सिद्ध बाबा। हजुर दाइ चाहिँ पुगिसक्नु भएको छ बाइकमा। हजुर भन्छु म, यो चाहिँ तिनौ खोलो हो। तिनौ खोला पारी फेरि म यहाँ बसेँ भन्दै गीत चाहिँ यही गीतमा हो, यही खोलामा हो। गीतमा भन्दा नि खोलामा यही हो। यहाँ चाहिँ सुरुङहरू पनि बनाउनु लागेको छ। यसो एक दुईवटा सुरुङहरू पनि देखाउँछु म।
वर्षको बास चाहिँ पोखरामा हुन्छ। चिसो हावाले हानु यार। अहिले चाहिँ अब जोरदार देखि नास्ता खाएर लागिसकेको छु। उठ्छु नआउन अब बाँकी छ, अब काम लागेको छ। भइरहेछ चिसो हावाले अप्ठ्यारो लाउन अलि अगाडि सरेको झन् चाहिँ अब रम्दी आइसकेका छौँ है। गोर्खापल्टन फिल्म सुट भएको प्रशान्त तामाङको यही बाटोमा बसमाथि चढेर प्रशान्त तामाङ लाएर बाटो चाहिँ एकदम दामी छ, बिल्कुल छ होइन रे। खोरबारी भन्ने ठाउँ आइयो है त हामी। खोरबारी, पाल्पाको खोरबारी। को कोले चिन्नु भयो पाल्पाको खोरबारी भन्ने है। हामी चाहिँ आइसक्यो है अब स्याहार गीत गाउँदा चाहिँ मिठो गीत।
छौँ यहाँ चाहिँ है दुईजना दाजुभाइ चाहिँ बाइकमा अगाडि गइसकेका छन् हामी दुईजना दाजुभाइ चाहिँ यहीँ छौँ है त